दलाई लामा यो नाम सुन्ने बित्तिकै हाम्रो दिमागमा शान्ति र आध्यात्मिकताको एउटा चित्र बन्छ। तर के यो परम्पराको भविष्य पनि त्यति नै शान्त छ त? आज हामी यही 600 वर्ष पुरानो संस्थाको इतिहास, यसको रहस्यमय परम्परा र सबैभन्दा महत्त्वपूर्ण यसको अनिश्चित भविष्यबारे कुरा गर्नेछौँ। 14औं दलाई लामा तेन्जिन ग्यात्सोलाई हेरौँ न। उहाँको परिचय केवल एक आध्यात्मिक गुरुमा मात्रै सीमित छैन। उहाँ त शान्ति र करुणाको सन्देश लिएर संसार घुम्ने एक विश्व नेता पनि हो। र यही दोहोरो भूमिकाले नै उहाँलाई आजको विश्वमा यति धेरै सान्दर्भिक बनाएको छ। तर यहाँनिर एउटा निकै ठूलो र गम्भीर प्रश्न उठ्छ। 15औं दलाई लामा को हुनेछन्? र यो प्रश्न यो केवल धार्मिक आस्थाको कुरा मात्रै रहेन, यो त एउटा ठूलो भू-राजनैतिक चासोको विषय बनिसकेको छ, जसमा विश्वका शक्तिहरूको नजर अडिएको छ। विषयमा गहिरिनु अघि दलाई लामा शब्दको अर्थ बुझौँ है त। यो दुई शब्द मिलेर बनेको छ। दलाई मङ्गोल भाषाको शब्द हो जसको मतलब हुन्छ महासागर, अनि लामा तिब्बती शब्द हो जसको अर्थ गुरु हुन्छ। भनेपछि दलाई लामाको अर्थ भयो ज्ञानको महासागर जस्तै विशाल गुरु। कति सुन्दर अर्थ होइन त? त्यसो भए अब लागौँ त्यही भविष्यको प्रश्नतर्फ। आखिर यो उत्तराधिकारीको विषय आज कसरी एउटा विश्वव्यापी राजनीतिको टक्राउ बन्न पुग्यो? ल, यसलाई नजिकबाट हेरौँ। यहाँ दुईवटा एकदमै फरक धार देखिन्छन्। एकातिर वर्तमान दलाई लामाले स्पष्ट भन्नुभएको छ कि उहाँको पुनर्जन्म चीनको नियन्त्रणभन्दा बाहिर कुनै स्वतन्त्र भूमिमा हुनेछ। अर्कोतिर चीन सरकारको दाबी के छ भने उत्तराधिकारी छान्ने प्रक्रियामा उसको पूरा नियन्त्रण हुनैपर्छ। हो, यही दुई विपरीत अडानले नै भविष्यलाई यति धेरै जटिल बनाएको हो। यो आजको विवादलाई राम्ररी बुझ्न हामी अलिकति पछाडि फर्कनुपर्छ, दलाई लामा खोज्ने त्यो सयौं वर्ष पुरानो रहस्यले भरिएको परम्परामा। र सबैभन्दा रोचक कुरा के हो भने यो कुनै चुनाव वा नियुक्ति जस्तो होइन। यो त सङ्केत, भविष्यवाणी र दर्शनमा आधारित एउटा गहिरो आध्यात्मिक खोज हो। यो प्रक्रिया आफैमा एउटा कथा जस्तै छ। दलाई लामाको निधनपछि केही अलौकिक सङ्केतहरू देखिन्छन्, भविष्यवाणीहरू हुन्छन्। तिनै सङ्केतको आधारमा एउटा खोज टोली बनाइन्छ। त्यो टोलीले सम्भावित बालकहरूलाई भेट्छ र त्यसपछि हुन्छ सबैभन्दा महत्त्वपूर्ण परीक्षण, जहाँ बालकलाई अघिल्लो दलाई लामाका सामानहरू चिन्न लगाइन्छ। जब सही बालकले ती सामान चिन्छ, तब उसलाई आधिकारिक रूपमा पुनर्जन्मको मान्यता दिइन्छ। सुन्दा त यो कुनै फिल्मको कथा जस्तो लाग्छ होइन? तर साँच्चै यस्तो हुन्छ त? हुन्छ। वर्तमान दलाई लामा तेन्जिन ग्यात्सोलाई कसै खोज्यो भन्ने कथाले यो परम्परालाई जीवन्त बनाउँछ। भनिन्छ कि 13औं दलाई लामाले आफ्नो जीवनको अन्तिम समयतिर तिब्बतको एउटा विकट गाउँको सामान्य घरमा पुगेर भनेका थिए रे, म फेरि यहाँ फर्केर आउनेछु। त्यति बेला उहाँको यो कुराको अर्थ कसैले बुझेनन्। तर यो एउटा महत्त्वपूर्ण सङ्केत थियो। उहाँको निधनपछि त झन् अचम्मका घटनाहरू हुन थाले। दक्षिणतिर फर्काएर राखेको उहाँको पार्थिव शरीर आफै पूर्व दिशातिर फर्कियो। त्यसपछि एक वरिष्ठ लामाले पवित्र लामो लात्सो तालमा ध्यान गर्दा हरियो छानो र अनौठो नाली भएको घरको दर्शन पाए र तिनै सङ्केतहरू पछ्याउँदै खोज टोली अन्ततः अम्दो क्षेत्रको त्यही घरमा पुग्यो। अनि आयो त्यो क्षण जसले सबै कुराको फैसला गर्यो। खोज टोलीले 2 वर्षका बालक लामो धुन्धुपलाई 13औं दलाई लामाका केही सामानहरू जस्तै माला, लौरो, चस्मा अरू उस्तै देखिने नक्कली सामानसँग मिसाएर देखाए। त्यो सानो बालकले बिना कुनै हिचकिचाहट ठ्याक्कै सही सामानहरू छानेर भने, यो मेरो हो। हो, त्यही क्षणमा सबै निश्चित भयो। तर यो कथा एउटा व्यक्तिको मात्रै होइन, यो त झन्डै 600 वर्ष लामो इतिहास बोकेको एउटा संस्थाको कथा हो। एउटा यस्तो संस्था जसले तिब्बतको धार्मिक र राजनीतिक इतिहासलाई नै आकार दिएको छ। यो लामो इतिहासका केही महत्त्वपूर्ण मोडहरू छन्। पहिलोदेखि चौथो दलाई लामासम्म आइपुग्दा यो परम्पराको जग बस्यो। 5औं दलाई लामा, जसलाई महान 5औं पनि भनिन्छ, उहाँले तिब्बतलाई राजनीतिक र धार्मिक रूपमा एकै ठाउँमा ल्याउनुभयो। 13औंले तिब्बतलाई आधुनिक बनाउने प्रयास गर्नुभयो भने 14औं दलाई लामा अहिंसा र शान्तिको विश्वव्यापी प्रतीक नै बन्नुभयो। अनि उहाँको यही शान्तिपूर्ण सङ्घर्ष र अहिंसाको दर्शनलाई विश्वले पनि देख्यो र सम्मान गर्यो। सन् 1989मा उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो। यसले उहाँको आवाजलाई विश्वव्यापी मञ्चमा अझै बलियो बनाइदियो। ल,
अब इतिहासबाट फेरि वर्तमानमा फर्कौं। यो गहिरो ऐतिहासिक र आध्यात्मिक पृष्ठभूमि बुझिसकेपछि आजको राजनीतिको खेल र भविष्यको प्रश्न झनै गम्भीर र जटिल देखिन्छ। यो विवादलाई हेर्ने हो भने खासमा 3वटा मुख्य खेलाडीहरू देखिन्छन्। पहिलो, तिब्बती परम्परा, जसको लागि यो एक स्वतन्त्र र पवित्र धार्मिक प्रक्रिया हो, जसमा कुनै राजनीतिक हस्तक्षेप हुनु हुँदैन। दोस्रो, चीन सरकार, जसको अडान छ कि तिब्बत चीनको अङ्ग हो, त्यसैले उत्तराधिकारी छान्ने प्रक्रियामा सरकारको स्वीकृति अनिवार्य छ। र तेस्रोमा छन् पश्चिमी राष्ट्रहरू, जसले धार्मिक स्वतन्त्रता र तिब्बती संस्कृतिको संरक्षणको कुरा उठाउँदै आएका छन्। त्यसो भए अब प्रश्न यो उठ्छ, के दलाइ लामाको यो 600 वर्ष पुरानो परम्परा केवल आस्थाको विषय बनेर रहला, वा यो विश्व शक्तिहरूको भू राजनीतिक चेपुवामा पर्नेछ? यसको जवाफ जे भए पनि त्यसले तिब्बतको मात्रै होइन, विश्वमा धर्म र राजनीतिको सम्बन्धलाई नै नयाँ दिशा दिनेछ।